आदरणीय दर्शकवृन्दहरू नमस्कार। म चितवन पोस्टको पत्रकार रामशरण गैरी। यति बेला म भरतपुर महानगरपालिका वडा नम्बर 25 लेबर नगरमा रहेको व्यावसायिक बयर खेतीमा छु। यहाँका व्यावसायिक कृषक चन्द्रकान्त सापकोटाले 2 बिघा क्षेत्रमा विगत 5 वर्षदेखि कागती खेती गरिरहनु भएको छ र यसलाई कागती खेती होइन बयर खेती मैले सच्याएँ। यो कश्मीरी बयरको यहाँ हामी व्यावसायिक खेती देख्न सक्छौँ। विगत 5 वर्षदेखि उहाँले यसमा लागेर मनग्गे आम्दानीहरू लिइरहनु भएको छ र लटरम्म बयरहरू फलेको पनि हामी देख्न सक्छौँ। खास गरी यो व्यावसायिक खेतीको लागि एउटा नौलो प्रयोगको रूपमा पनि हामी लिन सक्छौँ, किनभने तरकारी खेतीहरू व्यावसायिक खेतीहरू भएको त हामी देख्छौँ, तर पनि यो बयर खेती फलफुल खेती पनि हो र खास गरी बयर अचार बनाउनदेखि लिएर यसलाई कोल्ड स्टोरमा भण्डार गरेर पछि निकालेर पनि बेच्न सकिन्छ। अहिले खास गरी व्यावसायिक कृषक चन्द्रकान्त सापकोटाज्यूलाई हामीले भेट्न सकेनौँ। पछि उहाँसँग भेटेर फेरि यसको बारेमा बृहत जानकारी हामी लिनेछौँ र यो प्रत्यक्षदर्शी स्थानीयहरूको भनाइअनुसार यो अति राम्रो व्यावसायिक खेती हुन सक्ने बताउँछन् स्थानीय व्यक्तिहरू र खासै यसमा रिस्क पनि हुँदैन। त्यति धेरै मल बिउ विषादीहरू छर्नु पर्ने आवश्यक पनि पर्दैन र यहाँ यो हाँगाहरू छाँटेर अलि सानो पनि बनाइएको छ। यसले उत्पादन राम्रो दिने स्थानीयहरू बताउँछन् र अहिले सबैले तरकारी मात्रै लगाउने, बिक्री नहुने, फेरि बाटोमा फाल्नुपर्ने त्यो अवस्थाबाट नहोस् भन्नको लागि यस्ता बयर खेतीमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। बयर खास गरी यस क्षेत्र व्यावसायिक कृषि तथा तरकारी उत्पादनको लागि एकदम लोकप्रिय क्षेत्र पनि हो।